र फेरि एउटा वासिङ मसिन जोड्न आएको छौँ। यसको लोकेसन रहेछ नेपालगञ्जमा हो। उहाँको घरमा आइसकेछौँ। अब जाउँ भित्र हेरौँ है। यो वासिङ मसिन 9 केजीको वासिङ मसिन हो है। अब योलाई छतमा माथि राख्ने हो। योलाई यहीँ खोलिदिन्छ राम्रोसँग। त्यसपछि लकहरू खोलेर माथि लिएर जान्छौँ है। अब यसको लक मैले निकालिदिएछु, हेर्न सक्नुहुन्छ। 4वटा लक लगेर आउँछ। अनि यसको लक निकालिदिएछौँ। अनि यसमा केपहरू राम्रोसँग यसको लगाइदिएछौँ। एउटा केप यहाँ लागेको हुन्छ, अनि यहाँ, अनि एउटा यहाँ, अनि एउटा तल। अनि यसको पाइपहरू राम्रोसँग जोडिदिएछौँ। अनि इनपुट यहाँ जोडिदिएछौँ। अनि आउटपुट यसको पाइप यसको ड्रेनको भित्र हालिदिएछौँ, पानी फोहोर नहोस् है। अब अङ्कललाई राम्रोसँग सिकाइदिन्छौँ। तपाईँको 9 केजीको मसिन हो। यसमा एक पटकमा 9 जोडा जति राख्न मिल्छ कपडा है। यसरी खोल्ने होला। अनि यसको भित्र राख्ने कपडा, यहाँ कपडा राख्ने त हजुर, यसमा कपडा राख्ने। अनि यसरी बन्द गर्ने, कपडा राखिसकेपछि अनि यहाँ फेरि सरफ, यसमा सरफ राख्ने, सरफ हाल्ने, सरफ कपडा अनुसार हाल्ने है। जति कपडा छ त्यही अनुसार राख्ने। यसमा लिक्विड राख्न मिल्छ प्री वासमा। ए लिक्विड, हजुर, प्री वासको लागि, एक्स्ट्रा वासको लागि। अनि यसमा सफ्टनर राख्न मिल्छ। सफ्टनर आउँछ, सफ्टनर स्मेलको लागि हुन्छ त्यही। अनि यो तान्न पनि मिल्छ। यहाँ हेर्नु पुस लेखेछ, यस्तो तान्ने, यस्तो ताने पनि निस्किहाल्छ। हप्तामा सफा गर्नुपर्छ। डिटर्जेन्ट बक्स है। फेरि यहाँबाट यसरी अन गर्ने। अनि अन गर्नुहुन्छ, सुरुमा कटन आउँछ, कटन, हजुर। जस्तो कटन कपडा छ त कटनमा स्टार्ट गरिदिने है, चालु भइहाल्छ। जस्तो धेरै फोहोर छ त कटन प्लस लगाइदिने। कटन प्लस, कटन प्लस भनेको तपाईँको धेरै फोहोर तन्नाहरू कुन चाहिँमा हुन्छ भन्छु। यो टर्बो वास रेगुलर कपडाको लागि हुन्छ है। अनि मिक्स भनेको मिक्स फेभरेट कपडा भएको रेगुलरको लागि। इजी केयरमा कम फोहोरहरू कपडा राख्न मिल्छ। सजिलोवाला साइलेन्ट वासमा पातलो कपडा राख्न मिल्छ है। एलर्जी केयरमा तपाईँको बिरामी कपडाहरू हुन्छ हस्पिटलहरूको, त्यस्तै कपडा। अनि यो डाउनलोड साइकलमा नयाँ कपडा राख्न मिल्छ। अरू जस्तो बाहिर मिच्नुहुन्छ हजुरहरू, जस्तो बाहिर मिच्नुहुन्छ कपडा, त्यस्तै कपडा यसमा राख्न मिल्छ। यसमा पखाल्न र सुकाउन काम मिल्छ। जस्तो बाहिरको मिचेको कपडा हुन्छ, यसमा रिन्स हुन्छ अनि स्पिन हुन्छ मात्रै यसमा, हजुर। डाउनलोड साइकलमा बाहिर धोएको कपडा यसमा मात्र गर्ने, हजुर हजुर। अनि यो टप क्लिनमा तपाईँको जस्तो महिनामा यो ड्रमलाई सफा गर्नुपर्छ भित्र, ड्रम सफा गर्ने, हजुर। अनि डुबेट भनेको बेडसिट भएको तन्नाहरू भएको यसमा राख्न मिल्छ। स्पिड वासमा छिटोको लागि हुन्छ। यसमा 2 जोडा जति राख्न मिल्छ कपडा है। स्पोर्ट वेयरमा जिमको लागि हुन्छ, बिहान जोगिङको कपडा हुन्छ। ह्यान्ड उल भनेको ग्लभ्सहरू भएको, ज्याकेटहरू भएको।